भद्रपुर विमानस्थलको रिपोर्टिङ कन्टिन्यू हामी यहाँलाई जानकारी गराइरहेका छौँ। अहिले धेरैजनालाई सशस्त्र प्रहरी नेपाली सेना नेपाल प्रहरीले रोकिरहेको अवस्थामा रहेको छ। यो रोड थियो जुन रोडबाट नजिकै रहेको विमान छ। अलिकति क्यामेरा अलिकति देखाइदिनु होला। विमान नजिकै रहेको छ र यो विमान हेर्नुहोस्, यो दुर्घटना हुन सक्ने सम्भावना यस कारण पनि बढी थियो। यो पहिनी नहुँदाखेरि, यो खोला नहुँदा, खोला पहिनी जस्तो नहुँदाखेरि यो जहाज जुन स्पिडमा थियो सरर यो स्पिड निस्किन्थ्यो यो रोडतिर र यो रोडतिर आएर यो एक्सिडेन्ट हुन्थ्यो र यो प्लेन क्रास हुने सक्ने सम्भावना बढी थियो। बुद्ध एयरको जहाजको अगाडिको चक्का जुन चाहिँ माटोमा धसिसके पछाडि यो प्लेन अगाडि जान सकेन। त्यो स्पिड कन्ट्रोल बाहिर गयो र बाहिर गइसके पछाडिको अवस्थामा बुद्ध एयरको यो जहाज दुर्घटना घट्यो। हामी यस विषयमा के बुझ्ने प्रयत्नमा छौँ भने एक्चुअली त्यो राति भएको के थियो, बुद्ध एयरको जहाज कसरी यहाँसम्म आइपुग्यो, यो विषयमा बुझ्ने प्रयत्नमा छौँ र यहाँलाई हामी अपडेट दिने नै छौँ, जानकारी गराउने नै छौँ। बुद्ध एयरको जहाज दुर्घटनाबारे हरेक रिपोर्ट यहाँलाई हामी जानकारी गराउनेछौँ। तपाईँहरूको धारणा के छ, के प्रश्न छ, कसलाई के सोध्दा राम्रो हुन्थ्यो, कमेन्ट पनि गर्नुहोला। हामी त्यो विषयमा पनि अगाडि बुझ्ने प्रयासमा हुन्छौँ, प्रयत्नमा हुन्छौँ। धन्यवाद।